हेलो गाइज वेलकम टु माई युट्युब च्यानल। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज चाहिँ मेरो धेरै दिन पछाडि खाना पकाउने पाली थियो, त्यही भएर म आज जाँदैछु टिप्नलाई बारीमा सब्जी। फर्स्टमा त मैले टिपेँ यो हाम्रोतिर 2-3वटा बोट थियो, तर यति धेरै फलेको रहेछ साथीहरू। त्यस पछाडि मैले टिपेँ डल्ले खोर्सानी। हाम्रोमा चाहिँ दुईटै खालको खोर्सानी थियो, डल्ले खोर्सानी लाम्चे खोर्सानी दुईटै थियो। फर्स्ट डल्ले खोर्सानी टिपेर मैले एउटा पाकेको रहेछ, अनि लाम्चे खोर्सानी पनि टिपेँ। अनि त्यस पछाडि मैले टिपेँ बरेला। हाम्रोतिर चाहिँ यसलाई बरेला भन्छ साथीहरू, तपाईँहरूकोतिर के भन्छ? अनि हाम्रोमा सिमी रोपेको रहेछ, तर कलिलै थियो। मम्मीले नटिप भन्दैन्थ्यो, थोरै टिप्छु भनेर मैले यति धेरै सब्जी टिपेर फर्किँदै थिएँ, फेरि देखेँ फर्सीको गट्टा फलिराखेको रहेछ। अब त्यो नटिप्ने त कुरै भएन, अनि गएर टिपेँ फेरि फर्सीको गट्टा। यो चाहिँ एकदम कलिलो रहेछ, अनि त्यो पनि अब आज पकाउने भनेर टिपेर ल्याएँ। अनि टिप्दै यति धेरै टिपिसकेछु थाहै भएन। अनि अब मम्मीले कहिले पकाउँछस् भन्दै